तर यो ढुङ्गा त यो ढुङ्गाहरू त उसले जेसीबीले यता पल्टायो होला होइन सबै पल्टाएर कोइलो बनायो यो सम्म थियो होला कि सम्मै पुरै थियो होला उ त्यो डाँडो हेर्नु भयो कति सम्म भयो यो सब यो ढुङ्गाहरू यहाँको हुँदैन यो माथिबाट आएको ढुङ्गाहरू बङ्गलादेशलाई बेच्नुपर्छ यो ढुङ्गा ती सबै ए झरना यो नामको मात्रै झरना भएछ हामी योभन्दा ठुल्ठुलो हेर्नु पाउँछ होला माथि अहिले त उ यस्तै कालो मात्रै माथिबाट झरिरहेको पानी मलाई बाटो थाहा होला नि मलाई त कहाँ थाहा म आएकै छैन पेमा जाने थाहा यो बाटो छुट्ने ठाउँै छैन ऊ पर एक ठाउँ छ यता होइन यता जाने हो गाई छुट्ने ठाउँ छैन अब उयो डाँडा कट्नु पर्यो होला नि त्यो माथि देखेको डाँडा पुरै खोल्लै खोला खोल्लै खोला खोल्लै खोला खोलाको टुप्पोमै हो बेलम चाहिँ खाने पानीको पारिपट्टि हो क्या ए भने माछा मार्नुपर्छ माथि डाँडाको मान्छे कसरी बाँच्छ होला कि यो सम्भव अझ मास्तिर गयो होला यहाँको मान्छे बाहिर बाढी आउँदा थाहै पाएन नि के थाहा नपर्यो मास्तिर गयो होला माथि हेलेम्बुतिर टालेपछि नि यहाँबाट आएको यो खासमा चाहिँ पहिरो गएर थुनिएर आएको हो ओहो त्यसका बाँधे झर्छ है गाँठो पर्लङ पुर्लङ मेलम चिज त नि यता मान्छे अहिले नि छ कोही बेला फर्केर आएर बस्यो होला होइन त्यो घरहरू त माट टोक्ने घरहरू त केही बाँकी छैन कति 3 वर्ष भयो घरको अष्टोहरू मात्रै बाँकी छ भने यो कति तल थियो रहेछ खोला चाहिँ होइन यत्रो ढुङ्गा ल्याएर यत्रो ढुङ्गा ल्याएर थुपार्दैछ अनि ओइ गयो कालिज भाले ल उड्छ नि त्यो गएर झ्याप्पै त्यहाँ गएर त उडेर पारि पुगिहाल्छ नि उ त्यो माथि चढेर जानु पर्यो बादलको मुनि यस्तो यस्तो घुमेर उतै गएको मुनिबाट हो कि त्योबाट तलैबाट जस्तो लाग्छ मलाई अनि जन्ती जानुपर्ने भनेपछि त्यो डाँडाभन्दा पल्लो ए पर डाँडा अग्लो छैन उतापट्टि हिँडेर परबाट क्या त्यो अघि पुल तर मान्छेकै घर होला नि हौ त्यो मान्छेकै घर हो नि हौ त्यस्तोतिर आएर बस्नु ठिक हुन्छ कि काठमाडौँ एकछिनलाई मात्रै भाइ गोजेको पैसा सकेपछि कति काठमाडौँ बाटो चाहिँ खास पारिबाट रहेछ नि त बनाउनु खोजे चाहिँ मजा रहेछ है ल केटाहरू गलो हामी आइपुग्यौँ है यो सगरमाथाको फेदीमा यहाँ तल ऊ माथि तर हिउँदै छैन यो गाडीहरू कहाँ पुगेर आयो होला त होइन माथि हिमालको फेदी पुगेर आयो होला माथिल्लो बाटो चाँखु र मान्छे छैन यिनीहरूले दिनमा एक टिप त गर्ने हो नि होइन आम्मामा खोला त यार खेतै हो नि यो ढुङ्गा कम निस्किन्छ कि ढुङ्गा निकाल्ने हो नि ऊ माथिको पुल त लगेछ ऊ भनेपछि यत्रो उर्लेर आउँदा यो तलको अब दिउँसै त रहेछ नि होइन 5 बजे भने अब त्यो यत्रो उर्लेर जाँदाखेरि त्यो अटेरी घर बस्दाखेरि नि के नमरे के माटोक्ने अघि हामीलाई फेमाले यो डाँडा केतापट्टि भन्थे होइन अहिले यो डाँडा पनि कट्न लाग्यो हामी अर्को पुरै देखेको डाँडा होइन तर खोला कुद्नु पर्ने माट टोक्ने यहाँ चाहिँ यो भनेपछि यो माथिबाट बाटो रहेछ होइन पहिले गाडी बाटो यता माथिबाट खोला ठुलो झार्दैछ अनि
पोलमा त मुस्किल ला मा हुर्रा हुर्रा रहेछ क्या यताको बाटो यताबाट यता चाहिँ जाने हो कस्तो पुल चाहिँ पहिला बाटो उयाँबाट ए पहिलो अब उता पारी पारी खन्दै रहेछ त बाटो अघि हामी तल तर्यौँ नि त्यसको पारी बाटो छ त बर्खामाडी यता आउँदैन नि पानी त हो र? खोइ अनि अघि उयो डाँडाको यतापट्टि भन्थ्यो नि अर्को यो डाँडा नि कट्यो त नि अब यो डाँडाको भने आइसक्यो होइन भन्नु त योभन्दा नि उतापट्टि होइन अघि देखेको डाँडा त उयो हो नि त अघि भनेको त अघि भनेको त उतै डाँडा सकिसक्यो नि त डाँडा कटेर अर्को भने होइन यो डाँडाको उतापट्टि उताको त्यो यो डाँडाको यतापट्टि भन्थ्यो होइन अर्को चाहिँ रहेछ त्यो आज बिहा घर पुर्याउँदैन आज बिहा घर पुर्याउँदैन त त यता चाहिँ होला अब बाटो यतै गइरहेछ त अब उता छैन बाटो बाटो यतै गइरहेछ हेर्दाखेरि के जस्तो लाग्छ ऊ झर्ना त उता मारी झर्नै झर्ना कहाँ त जाने ऊ ए पानी सुकेर लुटी आउँदै चरा जस्तो देखियो। कहाँ चरा ऊ त्यो खोलामा खेल्ने चरा हो ओ चेपाङ यहाँ छ ओइ चेपाङ्गी चेपाङ ए चेपाङ आँडा के को चेपाङ हो यहाँ चाहिँ कति रहेछ भ्यागुताको बच्चा हौ यो लास्टमा पा भन्ने हो पा साग पनि रहेछ ल पा भन्ने हो पा सिमसार मान्छेले सिमसार। काठमाडौँ जाने टिपेर लग्छ सिमसाग ल कति रहेछ यहाँ हेर्छ यहाँ जो पिनासको के अरे? अँ चेपाङहरू चेपाङ गरे चेपाङ आँडालाई चेपाङ रे चेपाङ उता उतल हेर न झन् यहाँ हेर्नु नि उता हेर्नु नि तल ओइ ओइ उता उता त दुईटामा उता यहाँ पनि छ यत्रो उता माथि नि पहिलामा हिँडे माछा भन्दै यस्तो समातेर घरमा लगेर राख्दिनँ भने मैले त्यो त्यो एउटा पाल्ने माछा हुन्छ नि त्यसको बच्चा यस्तै त हुन्छ नि सानोमा हिँडे माछा भने अलिक ठुलो हुन्थ्यो यो अनि पा भनेको यही होइन होइन नि यो भ्यागुताको बच्चा हो यो पा होइन त यो भ्यागुता बच्चा हो कि यो भ्यागु त बच्चा होइन हो त के हो यो त साथी पा हो होइन भने कालो छ यो त पाको बच्चा यसरी बस्दैन ऊ त्यस्तो छाँगामा टाँसिएर बस्छ ठुलो पानीमा भ्यागुताको बच्चा पा त लेकमा पो पाको बच्चा फेरि मिठो हुन्छ खान यसलाई भ्यागुता हो अँ ल छोडिदिन्छु ठुलो टाँसिन्छ हो त्यो हँ ठुलो टाँसिन्छ लाग्छ दु क्या सास लिएको बाछेको ठुलो अहिले सुकेपछि कालोले पुस्ता हुन्छ क्या यो ठुलो टाँसेर खत्तम हुन्छ के धुनु यो मुजीको अहिले धुनु पाको बच्चा चाहिँ यसरी बस्दैन कि ए यहाँ त कति रहेछ यो के धुनु है हँ यहाँ धुलो टाँसेर हुन्छ नि त हो एउटाले पाएको हो क्या ओए अमिलो झारी कति हो कति यहाँ नै मुख धुने भनेर आएको यस्तो छ त अब खोलामा धुने त नि ऊ त्यहाँ झन् ऊ पोकाइ सबै मर्ना अरे पानी सुकेर मर्छ ऊ त्यहाँ होइन कति स्याउ छ ए मामा त धुर्रा धुर्रा भाग हुर्रा 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 उहुई, यहाँको त उहुई, मर्छ नि पानी उहुई, यहाँको उहुई। यता लिएर यहाँको त हाल्दिनु। भर्खर पाएको रहेछ नि यत्रो यत्रो चाहिँ किरा जस्तो ओइ के मेई यहाँ त किरा जस्तो चाहिँ अब यिनीहरूलाई पानी नभएपछि होइन नि आउँछ पानी ऊ त्यो बाल्दाको ऊ भएर यो सुक्दैन पानी कहिले नि यहाँ त यी सानो सानो के यो अलिकति खुट्टा पलासी त्यसै पुत्र फुत्र फुत्र उफ्रिँदै गइहाल्छ नि कहाँबाट आएको यो होइन त्यो भ्यागुताले यहीँ फुल पारेर गयो पानी भएर पहिले यो यति उहाँ पानी थियो होला नि त यता पानी पारेर गयो अनि यहीँ निस्क्यो हो यहाँ थुप्रो थुप्रो छ छ अझै बिहानभरि हिँडिसक्यो त यार साला यो डाँडा होइन यही डाँडा हो अघि देखायो डाँडा त उ त्यो छोडिसक्यो यही होला यही हो यही जस्तो लाग्छ मलाई। यो डाँडा उता गएर जानुपर्छ क्या यो भित्र त टाँसेर ऊ के उ त्यहाँ के बाइक गएर ऊ छिटेर टाँसियो क्या उयो ऊ माथिको झरेको बाइक झरे क्या हो त्यहाँ हल हलेको साग
यस्तो दामी पानी काठमाडौँ पाउने नि कस्तो मजा हुन्थ्यो है सुके खाने पानी यो मुहान चाहिँ कहाँ छ खाने पानीको मुहान ऊ माथि रे काठमाडौँ जाने मुहान तल होइन कि यतै हो माथि हो नि काठमाडौँ जाने मुहान चाहिँ अझै माथि होइन त्यही भएर त्यो खोला यत्रो भयो नि पानी सब उता अँ। मान्छे पानी भर्न आइसकेको छ होला नि ओए जाउँ ओए के भो त्यो बालुवा त नटकै भासिन्छ उयो माथि जाँदा हुन्छ त सबै त्यही देख्यो क्या कालै कालो देख्यो क्या सबै यसमै धुनु पऱ्यो केही हुँदैन भने यो बोको यो सब फिल्टर भएको पानी हो त्यही भने बालुवाले फिल्टर गरे अँ। यो डाइरेक्ट खान मिल्ने पानी हो कि यो बालुवा भने सब यो ढुङ्गैको धुलो हो क्या है अँ ढुङ्गा त ठोकिँदा ठोकिँदा नि खोलामा कसरी यत्रो सबै ढुङ्गै ठोकेर त्यो ढुङ्गा घोटिँदा अनि यो छ नि यो पहाड कसरी थामेको थाहा छ यही ढुङ्गाहरूले गर्दा के नत्र यो माथिबाट बङ्ग्राङ बुङ्रुङ झर्नु पल्टेर आइहाल्थ्यो काठमाडौँको खानेपानीको मुहान आइपुग्यो बाटो चाहिँ यस्तो छ गाँठो गतिला नेताहरू भएर त्यस्तो भयो अब भोट माग्नु चाहिँ फेरि एरामा आउँदो रहेछ आइहाल्यो 10 मिनट भन्थ्यो कता पुग्यो मान्छे बाटो यस्तो छ हेलौँमा त ठुलो बजार होला भनेको त होइन रहेछ नि त अनि पाहाडमा पनि एउटा त्यो जस्तै हेलम्बु भनेपछि त्यो बजार हुन्छ नि त एउटा त्यस्तो चाहिँ रहेन कि कता हो फेरि आमा याङ्ग्री यताबाट जाने हो ओ यही हो याङ्ग्री पिक्रे हो याङ्ग्री यता देखाएको छ त अनि अनि यहाँ आयाङ्ग्री यता हो के कति रहेछ यहाँबाट आमा याङ्ग्री 20 किलोमिटर 20.6 किलोमिटर 20.6 भनेपछि त टर्नै लाग्ने रहेछ यार तार्केयाङ तेम्बाथाङ टिम्बु भने कहाँ हो तलतिर तिम्रो अघि देखिनस् बजार हो त्यही त हो अघि हामीले जाँड खाँट ठाउँ टिम्बु भनेको अघि आएको बाटो घुमेर आउने हामी आइपुगेको छैन हामी यहाँ तल छौँ याङ्ग्रीमा वेलकम टु होटेल याङ्ग्री पिक लेखा ठाउँमा छ घरमा आउने कि कहाँबाट भन्न वेलकम टु होटेल याङ्ग्री पिक लेखा बोर्डमा छ हामी तल उही धुवा निस्क्यो त्यति 1-2 राउन्ड वेलकम टु होटेल याङ्ग्री पिक देख्यो ए माथितिर दि जाने हामी राइटतिर अँ यस 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 यता चाहिँ घर जाने रे अब यता ऊ छ अरे यताबाट जाने रे यता कति गइसक्यो यताबाट गयो छैन गुम्बामा जानुपर्छ नि माथि यता चाहिँ घर पुग्छ अरे होइन यता चाहिँ उसमा यता माथि घर त यहीँ हो रे अब यताबाट जाने हामी भनेपछि गाँड गुलेती कन्डो खरानी हुने रहेछ बाटो टोक्ने आज हजुर कहाँ जानलाई आमा याङ्ग्री होला ए यही रहेछ भनेको तलको हो नि त टिम्बु तलतिर भयो होइन हामी यहाँ छ अहिले हामी यहाँ छ नि त होइन यता नुर्बु ग्याङ रे यता अनि यता जाने यताबाट यता तेमाथाङ तार्केयाङ अनि त्यसपछि रेसर्टमा त्यसको लोकेसन चाहिँ त्यसरी देखाएको यसको रिसोर्ट हो कि यो यसको चाहिँ देखाएको जस्तो छ होइन यो तेम्बाथाङ उता माथि चोम तेम्बाथाङ त हो नि होइन यो चाहिँ चोमुथाङ भन्ने होटलको रिसोर्टको त्यसको लोकेसन चाहिँ देखाएको त्यहाँ रहेछ ए भनेपछि आमा याङ्ग्री जाने पनि यही हो ल यतै हो ए त्यहाँबाट आमा याङ्ग्री 394 2 मिटर 3942 मिटर भनेपछि 4 किलोमिटर यो रिसोर्टबाट अझै 4 किलोमिटर माथि रे ल झाट्टा आमा याङ्ग्री बेस क्याम्प भयो अरे नि त यो ए नि लै कहाँ पुग्यो हामी नि लै भन्थ्यो अब आमा याङ्ग्री ल्याङ्ग्री आमा याङ्ग्री
यताबाट जाने रहेछ नि त अँ। यो होइन रहेछ नि त होइन ची। त्यो। यस्तो दुईटा बाटो आएछ यस्तो तँलाई बुझी त्यो अघि त्यो अग्लो डाँडा थिएन अँ तिमीहरूले अघि यो हिउँ डाँडा पर्ने ठाउँ हो त्यो त। भने, त्यो चुचुरो त्यो डाँडा कटेर अर्को गएर कटेर अर्को गाउँ कटेर अनि त्यहाँबाट बल्ल माथि हो अझै 20 किलोमिटर यता यहाँबाट यो गएको जस्तो कुरा गर्दैन नाटक म गएको छुइनँ साला माथि पो पुगेछु नि त यो यो अघि अग्लो डाँडा थिएन अँ, त्योभन्दा माथि गुम्बासम्म 20 किलोमिटर छ अरे अब 20 किलोमिटर 20 किलोमिटर 20 किलोमिटर के जस्तो लाग्यो तँलाई 4 घन्टा हो भाइ कच्ची बाटो होइन त्यही भएर त्यो यस्तो अफरोड बाइक चाहिन्छ क्या यस्तोमा चाहिँ अँ, अहिलेको एक्सेल है तपाईँको त्यो हो, त्यो- भएपछि मजा आउँछ नि फेरि त्यो चाहिँ कुथ्यो होला बरु एकमा त्वाइँ गरेर डबल त बस्नै गाह्रो रहेछ तपाईँ कसरी बस्यो यस्तो ठाउँ आउनु भयो अँ। त्यसबाट बरु त्यो टेक्ने ठाउँ पनि छैन भने 10,000 को बरु रिजर्भमा त्यो बाइक लिएर आयो हुन्थ्यो नि डङ डङ उडाउनु हुन्थ्यो बाहिर। त्यसलाई फेरि खाने बेग्लै बोक्नुपर्छ यहाँ हाम्रो जस्तो ट्याङ्की फुल गरेर हुँदैन कति 7 लिटर कति जान्छ त्यसमा तेल पनि छुटिहाल्नु अनि तेल बेग्लै बोक्नुपर्छ जर्किनमा क्रस फायर त झन् 5 लिटर हो कि 7 अँ। लिटर ट्याङ्की हुन्छ अरे त अनि फेरि त्यसैले माइलेज दिँदैन त्यस्तो कसरी लान्छ सरिताको गाउँ ऊ त्यहाँ त्यो ऊ बोकेर जाने हो कि तिनीहरूले को सरिता त्यही हो नि त अहिले। उसले चिन्छ अनि सबैले सरिता सरिता भन्छ को हो सरिता कसले भन्नु सक्यो दोर्जी दाईको बहिनीको हो ए त्यो त्यो लास्ट ऊ माथि नि त्यहाँ नि बाटो आएर त गाडी बाटो आउँछ त कहाँबाट हो तर त्यो माथिको नि बाटो रहेछ नि त बाटो त्यो। अनि उहाँ चनौटेबाट जाने बाटो त्यही त भन्दैछु त उहाँ ऊ त्यहाँ काम गर्नु गएको हामी ऊ त्यो कतातिर बधाई पुरै काम गर्नुभएछ यार भयो भरको सौठामा वान नाइट बसेको त्यहाँबाट वान नाइट नाइट हानिदिने के हो ज्याप भएर केटाले नाइट हानिदिएछ सिधै नाइट हानिदिने नि तपाईँ यार त्यहाँबाट आएर काम गरेँ बेलुका एकछिन अनि फेरि भोलिपल्ट 10 एकछिन काम गरेर यो बेलुका त्यो बेलुकी कस्तो हो त्यो बेलुकीको एकछिनको काम चाहिँ कस्तो हो बुट्टा बेलुका आएर गरेर अनि फेरि काठमाडौँबाट त्यत्रो धाएर आएर अनि फेरि बेलुकी एकछिन काम गरेर अनि भोलि फर्किने कुन काम हो कि बिहान पनि काम गरेर अनि बिहान पनि ल बेलुकी आएर काम गरेर फेरि बिहान पनि काम गरेर अनि काठमाडौँ फर्क्यो भनेपछि त हामी त तलै कुरे भए नि हुन्थ्यो रहेछ नि तलै कुरे भए नि हुन्थ्यो रहेछ नि तलैबाट जानु रहेछ भने लिएको अनि बस रहेछ त नि अन्त गाडी जाने रहेछ त उतै बाटो होला होइन कि तँ खोलाको बाटो त्यो बाटो जाने हो। त्यही बाटो हो ऊ त्यो माथिको तलै पुग्नु पर्यो तल बजारमै पुग्नुपर्छ होइन ऊ त्यो खोइ गाडी छ त क्या दामी लसिन देखेछ आज चाहिँ बिहा खान आएको यता बिहा चलिरह हिँड्ने भन्दा धेरै रिसाउने हुन्छ अनि कस्तो कस्तो दामी देखिँदो रहेछ है होइन त उयो चाहिँ गुम्बा के थाहा नि अब आफै हो लिएर आउने नि हामीलाई सोधेर हुन्छ भने उल्टा हामीलाई क्वेसन गरेको यार अघिदेखि बाटोमा कता हो भनेर फेरि तल ओर्लेर त उताबाट जाने तिम्बुबाट तल बगरबाट खोलाबाट बगरबाट होइन त्यो तिम्बुको पक्काबाटै उता भित्र छिर्ने बाटो फेरि तलै जाने तल खोलाबाट पो थियो अलैँची फलेको रहेनछ फुल पठाउनु हो या हजुर हुन्छ हुन्छ बमै पढेको त हो यहाँ त ए हस् ल ढुङ्गासम्म हेर्दै म त सुरु गरेँ तँलाई प्लेट पछारिदिउँ पर्दैन हौ म आफै गरिहाल्छु नि आफै हाल्ने हजुर बस बस हस् धन्यवाद लगेर जिन्दगीमा कति ओ यहाँ बस्छ 10-15 वर्षपछिको अब गाउँले बिहे है मजा आउँछ नि होइन यो जतिको मजा कहाँ हुन्छ र होइन
मेलम्चीबाट आएको खोला त राप्चे आउँदो रहेछ के यो तल उता माथिबाट आएर यो खोला सुकेछ यो चाहिँ काठमाडौँ पानी लगेर ढुङ्गामा कसरी जङ्गल हुन्छ? यस्तो भएछ तल त्यो माटोको हो कि पाहाड यति बाटो आइपुग्नलाई कम टाइम लाग्यो त हामीलाई हामी यहाँबाट गइसक्यो भने तलको बाटो जानुपर्छ अघि त्यो छोटो पुग्छ त्यो बाटो जानु यहाँबाट तल झर्छ फेरि झर्ने बाटो छ र जाने जाउँ रे बाइक त्यहाँ राख्यो बिहा गरे यहाँ माथि अब ऐसेले पाक्ने बेला अहिले अब चैत वैशाखमै हो त अब त अहिले भरे फेरि यो पुग्दैन यसैले यो पारि झर्ना त कति होइन पछिलाई त पारी कसरी जान्छ यार बाटै छैन ऊ घर त्यो उयो पुल तरेर नि त्यहाँबाट देख्दाखेरि यहाँ पनि बाटो छैन त्यो पुल तरेर यस्तो घुमेर उहाँ हेर्दा चाहिँ नजिक होइन एउटा दुईवटा नाना गरेपछि ठ्याक्कै हिउँ पर्ने ठाउँमा पुग्दैन हिउँ परिरहेको त ऊ त्यहाँ परिरहेछ यो एरियामा हिउँ परिरहेको त होइन त्यति हामी त्यति पुगेर हामी माथि हिँड्यो भने त हिउँ पर्ने ठाउँ पुगिहाल्यो नि अहिले हामीलाई हिउँ किन चाहियो तसिदेले भन्ने नगल्दा नि हुन्छ अहिले चाहिँ म यो सिन्धुपाल्चोक हेलम्बुमा छु यो चाहिँ खासमा चाहिँ यो यहाँ माथि यो कुना ठाउँ देखेको छ नि हो त्यो ठाउँबाट लगेको रहेछ काठमाडौँमा पानी चाहिँ मेलम्ची भन्दा तर मेलम्चिम भन्ने ठाउँबाट चाहिँ लगेको रहेछ मेलम्ची चाहिँ होइन रहेछ यो 마